सो हे गाइज वेलकम ब्याक, स्वागत छ हजुरहरूलाई मेरो नयाँ ब्लगमा। म फेरि पनि नयाँ ब्लग लिएर आइसकेको छु धेरै पछि है। म चाहिँ आजकल ब्लग बनाउन पनि गाह्रो के गाइज, मैले चाहिँ अपडेट दिन पाइरहेको थिएन हजुरहरूलाई। अहिले चाहिँ म हल्का बिजी नै छु भनौँ है। ए लिफ्ट म त हजुरले बोलाउनु पर्ने बस्छ। अनि आजकल मौसम हेर्न सक्नुहुन्छ यहाँनिर है, हिउँ परिरहेकै छ अहिले पनि। यो चाहिँ स्प्रिङ भइसक्यो, अहिले समर पनि आउन लागिसक्यो। नेक्स्ट मन्थतिर त समर पनि आउँछ है, तर पनि अहिलेसम्म पनि एकदम हिउँ छ, चिसो छ। वेदर कति थियो अहिले आज? -8 हो। -7-8 थियो बिहान हेर्दाखेरि चाहिँ। अहिले चाहिँ अब के भयो गएर वेदर अपडेट लियौँ अनि त्यसपछि चाहिँ हामी सपिङ गर्न गइरहेछौँ। फेरि आज साउना छ, साउना पनि जानु पर्यो यहाँको। ल गाइज हेर्नु त मौसम जाडो चाहिँ त्यति रहन्छ, हावा चलाएन किनकि, तर मौसम चाहिँ अलिअलि चिसै छ। अब -6-7 भने त चिसै त हो नि होइन। हिउँ पनि खासै रहन्छ, बाटो साटो हल्का हल्का क्लियरै छ। हिजो राति यस्तरी हिउँ परेको थियो, ड्यामकिर्याम होइन, हिउँ त कहाँ ड्यामकिर्याम पर्नु, पुरै फररै हिउँ परेको थियो कि गाइज, मुखमा हान्ने जस्तो है। अहिले चाहिँ पग्लिसकेको छ हिउँ, धेरै मोस्ट अफ द हिउँ त कम्प्लिट पग्लिसक्यो अहिले। तर फेरि हिउँ पर्न सक्छ भन्न सकिन्न। यहाँको वेदर चाहिँ के छ भन्दाखेरि अहिले चाहिँ बाहिर टी सर्ट लगाएर निक्ल्यो, समर भइरहेको हुन्छ, घाम लागेको हुन्छ है, आउँदाखेरि हिउँ पर्ने पनि हुनसक्छ क्या। यहाँको वेदर चाहिँ भरपर्दो हुँदैन, त्यही भएर ज्याकेट चाहिँ लगाइराख्नुपर्छ जतिखेर पनि। अनि मैले चाहिँ भ्लग नहालेको धेरै भयो कि गाइज, मैले हेरिरहेकै हुन्छु होइन। अब टाइम आउँछ भ्लग हाल्ने नि, अब हालौँ जस्तो लाग्छ। एउटै च्यानललाई यहाँ पुऱ्याउनु गाह्रो भइरहेको हुन्छ होइन। अनि भ्लग चाहिँ दादाले पनि रिटायरमेन्ट लियो नि त, नत्र दुईवटा भ्लग हुन सक्थ्यो। त्यो रिटायरमेन्ट लिएपछि गाह्रो। नेपाल गएको छ दादा चाहिँ, त्यताबाट पनि भ्लग बनाएर ल्याउन चाहिँ सक्छ है, तर लेट्स सी विल सी। अनि मार्केट चाहिँ यास मार्केट जाने हो कि कुन हो? हामी जानु लाग्छ यास मार्केट, त्यो चाहिँ है नजिक छ। त्यसलाई अघि त्यो लोकल प्लेन चढाएको थियो। अनि ल गाइस फाइनली हामी मार्केट चाहिँ आइसकेका छौँ। यहाँको मार्केट चाहिँ जस नजिकै छ, यास मार्केट त 10 पाइला जति हिँड्ने बित्तिकै पुगिहालिन्छ क्या। अनि हेर्नु त यो इलेक्ट्रिक स्कुटी पनि आएछ, यो चाहिँ रेन्ट गरेर डिफ्रेन्ट कम्पनीको हुन्छ, रेन्ट तिरेर किन्न मिल्छ होइन। यो चाहिँ मिनेटको पर मिनटको हिसाबले हुन्छ, कति सेन्ट अब 15-20 सेन्ट हुन्छ होइन। कुनैको महँगो कुनैको सस्तो पनि हुन्छ। हामीले पहिला चाहिँ चढाएको थियौँ, तर हामीसँग आफ्नै पनि छ कि इलेक्ट्रिक स्कुटी, घरमै छ, चल्न पनि सकिन्छ है। अहिले विन्टरमा चाहिँ हामीले झिके होइन, बाल्कनीमा राखेका छौँ। अब यसो हिउँ हट्दै गएपछि हामीले पनि युज गर्नुपर्छ। अनि भ्लग पनि खिच्छु म अफकोर्स। सो गाइज हामीले चाहिँ यास मार्केटको युकिराबाट सपिङ गरेर आइसकेका छौँ। अनि धेरै चाहिँ झोला बोक्दै हुनुहुन्छ हल्का, त्यसमा चाहिँ सामान बढी भएछ कि, एउटा पनि नट्ला जस्तो छ, त्यही भएर गोजीमा हाल्दै हुनुहुन्छ सामान कि त होस् कि निस्ता तेरो तुलो उठेलन। थ्याङ्क यू फर भिजिट अगेन भनेर रहेछ गाइज। भिजिट अगेन होइन गाइज, तेरो बोतललाई उठेर होइन त, वेलकम अगेन पो हो त। वेलकम अगेन मतलब एउटै हो होइन। थ्याङ्क्स फर भिजिटिङ, वेलकम अगेन लेखेर रहेछ त्यहाँनिर। अनि यहाँ हेर्नु यस्तो दामी पार्क छ हजुरहरूलाई गाइज। मैले देखाएको थिएँ कि नै, मलाई लाग्छ यहाँ चाहिँ मैले हजुरलाई धेरै देखाएको छैन होइन। त्यही भएर चाहिँ मैले फेरि देखाउनु गइरहेको छु। हेर्नु सक्नुहुन्छ यो सहर, यहाँनिर चाहिँ छ, यहाँनिर यो मार्केट, यहाँ अर्को मार्केट फेरि ठुलो, यहाँनिर पार्क। अनि यही बस्छौँ हामी चाहिँ है। यो चाहिँ गाडी नहिँड्ने रोड हो, त्यही भएर चाहिँ बच्चा अगाडि किन साइकल चलाएर राख्नु भन्नु होला है। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ अलाउड छैन क्या भेहिकलहरू होइन, अन्य मान्छे हिँड्न मात्र हो। अनि यो लभली कम्युनिटीमा चाहिँ हामी बस्छौँ। कम्युनिटी त के भन्नु, केही पनि कम्युनिटी छैन यसमा, त्यही पनि यहाँ चाहिँ हामी बस्छौँ होइन। कसैलाई फ्यान मिटअप गर्नु मन छ भने चाहिँ हजुरले यो एड्रेस देख्ने बित्तिकै चिनिसक्नुभयो होला होइन, आउन सक्नुहुन्छ, वेलकम होइन। र धेरै जस्तो भ्युज त हाम्रो नेपालमै हुनुहुन्छ होला, कसरी आउनुहुन्छ त्यही पनि, कोही फिनल्यान्डमा हुनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ है। एड्रेस चाहिँ हाम्रो रिभिल छ मजाले खुल्लै लाइफ हटा। सो गाइज गुड मर्निङ, दिस इज द नेक्स्ट डे। म चाहिँ भर्खर सुतेर उठिसकेँ। अनि बिहान आज हेरेर सक्नुहुन्छ मौसम कस्तो मजाको, घाम लागेको छ, तर यस्तो चिसो छ। अनि चाहिँ हामी बल खेल्न आइसक्यौँ। अनि कान्छीले चाहिँ बल गोजीमा हालेर ल्याएछ माथिबाट है, यस्तो चोर्ने काम गर्नुहुन्छ, चोर्ने हो। अरे अझ दाइला हाने ल हेर्नु त गाइज, फटा भइसक्यो कान्छी चाहिँ, आजकल बिग्रिसक्यो है, तर ठिकै छ, हामीले चाहिँ ठिक गर्छ मलाई। अनि यस्तो हिउँ छ, बिस्तारै हिँड्नु पऱ्यो, चिप्लेलाई भन्दैछु, उनी उफ्रिनु थालिसक्यो फेरि। बिस्तारै हिँड्ने कि बिस्तारै। ल हेर्नु अर्को चिप्लिसक्यो, दिशा चाहिँ लडिसकेको छ। उठ बाबु उठ। अनि अहिले चाहिँ हामी पार्क जानु लाग्छौँ, यहाँ पार्क छ छेउमा गएर। अनि यो बल खेल्न लाग्छौँ होइन, डज बल खेल्न पनि सकिन्छ, क्याच खेल्न पनि सकिन्छ, जे खेल्न पनि सकिन्छ। अब हेरौँ हामीले के खेल्छौँ। अनि ल हेर्नु यहाँ सक्छ हेर्नु यहाँ, उठ
बोलसम्म छिटो आना बुला आना बेस परि हान्देऊ न हेत तेरी ठिक छ अहिले चाहिँ गाइज हामीले डजबल खेलिरहेको छौँ अनि उतै हेर्नु 2-4 जना केटीहरू है यो पाइबा कति किन्डर गार्डनमा चढेर यस्तो बदमासी गरिरहेको यस्तो चाहिँ नगर्नु भन्न चाहन्छु म है यहाँ लडेर मान्छे मर्न पनि सक्छ अनि यता चाहिँ हाम्रो रमाइलो भइरहेको फेरि घाम लाग्छ मस्त हेर्नु हान्देऊ लेट्स गो ओए सो गाइज कान्छी चाहिँ रोएर हेर्नु त हार्यो भनेर बललाई चाहिँ उता फालिदिइसकेको छ यस्तै सक्छ गइरहन्छ कान्छीले आफूले हार्यो भने हेर्न सक्नुहुन्छ यो चाहिँ काइली आमालाई पनि म हेर्न भन्न चाहन्छु है कान्छी चाहिँ अलिकति धेरै नै बदमास भइसक्यो आजकल त गेम हो हार्ने जित्ने त भइहाल्छ नि चिटिङ गर्छ कसरी चिटिङ गर्छ तिमीले पनि चिटिङ गर नि त दादा जसरी चिटिङ गरे त्यसरी चिटिङ गर तिमी पनि त्यसो सो गाइज फाइनली हामीले चाहिँ खेलेर आइसक्यौँ होइन अब खेलेर आयो त के भन्नु अनि कान्छी र मैले चाहिँ एक गेम जित्यौँ होइन कान्छी अनि निशानले चाहिँ 4 गेम जित्यो ऊ चाहिँ एमपिभी नै पायो होइन जित्दै गरेर त्यसैले चाहिँ हामी जानु लाग्यो किनकि म छु नि म चाहिँ रोकै गर्ने कि गेम उसले जित्छ त्यही भएर है बल फाल्दिनँ म चाहिँ रिसाइ गरेँ कि अनि निशानले चाहिँ जाम भन्यो किनकि मैले खेल्नै सकिनँ नि त अनि निशानले चाहिँ यस्तो रुनी म खेल्दिनँ भन्यो त्यसैले चाहिँ हामी जानु लाग्यो है होइन कान्छी ल अब चाहिँ घर जाम गाइज होइन भ्लग पनि कति बन्यो खै अब चाहिँ म इन्डियन गर्न पनि सक्छु तर यसो दिउँसोको बात पनि देखाम न त के नै छ र होइन भ्लगमा ल है त गाइज एकछिन पछि भेटौँ ल झन् आयो यसपालि चाहिँ कहाँ भाग्यो तिमी ओहो सिग्मा मेल भराङमा गइदियो नि सो गाइज अहिले चाहिँ हामी खाना खाँदैछौँ खानामा चाहिँ आज के छ स्पेसल हजुर आज स्पेसल ल्याम्प फ्रेस ल्याम्प दाल भात छ है मटन भने ल्याम्प भनौँ अब त्यही बुझ्नु बाख्राको मासु फ्रेस बाख्रा होइन के भन्छ खसी सो गाइस फाइनली खाना खाएर सकियो एकदम मिठो मासु र भात बनाउनु भएको रहेछ खसीको मासु र भात खाना बनाउने मान्छेलाई मैले धन्यवाद भन्न चाहेँ होइन अनि अहिले चाहिँ के हुँदैछ हल्ला खल्ला भन्नु होला यता चाहिँ हेर्न सक्नुहुन्छ मोमो बन्दैछ है यस्तो मिठो बनाउनु हुन्छ अनि यति धेरै मोमो खाइन्छ भन्नुलाई हामी त परिवार धेरै छ नि त फेरि हेर्न सक्नुहुन्छ खाइन्छ मजाले ओली फ्यामिली धेरै हुनुहुन्छ यहाँनिर होइन वाग्ले फ्यामिली त हुनुहुन्न कतै आउने हुनुहुन्छ उल्के हुने भएको छ त झन् ल है त गाइस अब चाहिँ हामी यता गेम खेल्दैछ फेरि हामीले त काम गर्दैन नि त निशानले चाहिँ के गर्नु लाग्यो निशानले चाहिँ खतरा चिज बनाउँछ हेर्नु है गाइस खतरा त के भन्नु पुप जस्तो देखिरहेको हेर्दा थियो त के बनाउँछ हेर